आज फेरि इतिहास रच्ने दिन छ। नेपालले T20 विश्वकप क्रिकेटको लागि जुन क्वालिफायर गेम थियो त्यसमा चाहिँ नेपालले जम्मा 8वटा म्याच खेल्नुपर्नेमा 8वटा म्याच खेल्नेमा चाहिँ 7वटा म्याच खेलिसकेको छ र 7वटामा जितिसकेको छ नेपालले। र नेपाल अलरेडी T20 विश्वकप 2026 को लागि क्वालिफाइड पनि भइसकेको छ। अब त्यो 8वटा म्याच मध्ये 7वटा जितिसकेको छ र आज चाहिँ अन्तिम म्याच जितेर चाहिँ आज चाहिँ हिस्ट्री क्रिएट गर्ने दिन छ, इतिहास रच्ने दिन छ, इतिहास लेखिने दिन छ। त्यही भएर आज बेलुका 4:15 यो गेम चाहिँ सुरु हुँदैछ। नेपाली टाइम अनुसार 4:15 बेलुका आज सुरु हुँदैछ। त्यो म्याच चाहिँ हेर्न कसैले पनि नछुटाउनु होला साथीहरू। तपाईहरु सबैजनाले यो भिडियोलाई सक्दो शेयर गर्नु होला र सबैजनाले आज यो गेम हेरौँ र मलाई जहाँसम्म लाग्छ नेपालले 100% जित्छ।